हेलो गाइज नमस्ते सेवारो। आज चाहिँ साथी र म धरानदेखि भेरटा जाँदै थियौँ। जति माथि चढ्दै गए त्यति चिसो बढ्दै थियो। घरि हुस्से लाग्ने घरि पानी पर्ने भइरहेको थियो। हामी चाहिँ भेरटारमा रहेको स्काई वकमा चढ्नको लागि जाँदै थियौँ र म एकदमै एक्साइटेड थिएँ। फाइनल्ली भेरटार बजार पनि आइपुग्यौँ र भेरटार बजार आएर हामी चाहिँ मौसम एकदमै चिसोले गर्दा कफी खाएर चढ्ने विचार गऱ्यौँ साथी र म चाहिँ। त्यसपछि हामी साथी र म चाहिँ कफी खान लाग्यौँ। त्यसपछि होटलदेखि यसो हेरेको त धेरै हुस्सिएर लागिरहेको थियो। सिनहरू केही पनि देखेको थिएन। त्यही पनि हामी यसो हेऱ्यौँ, यताउति हेऱ्यौँ। साथी र म चाहिँ कफी सफी खाइसकेर लाग्यो स्काई वकतिर। स्काई वक चढ्नको लागि चाहिँ एकजनाको 500 रुपियाँ टिकट रहेछ र हामीले दुईजनाको टिकट काट्यौँ। त्यसपछि हामी भित्रतिर गयौँ र प्रवेश गर्दै गर्दाखेरि चाहिँ यहाँ चाहिँ जुत्ताहरू लाउनु पर्ने रहेछ। जुत्ता भन्दा पनि यो टिकट बुझायौँ हामीले। त्यसपछि हाम्रो यो जुत्तामा लाउने प्लास्टिक दिँदो रहेछ, नचिप्लेस भनेर होला, यताउति फोहोर नहोस् भनेर होला। टाढाबाट आइन्छ नि त हामी सबैजनाहरू। त्यसपछि हामी भित्रतिर गयौँ। भित्र स्काई वकतिर प्रवेश गर्न थाल्यौँ र हुस्सेले गर्दा चाहिँ एकदमै सिनहरू केही पनि राम्रो देखेको थिएन र अगाडितिर गयौँ। घुम्ने मान्छेहरू पनि ठिकै थियो यतिखेर। हुस्सेले गर्दा एकदमै राम्रो भएको थिएन, तर हामीले यसो फोटोसोटो खिच्यौँ, भिडियो सिडियो बनायौँ। हामी आएको चाहिँ 20 मिनट जति भइसकेकोले हामी धरान फर्कने निधो गऱ्यौँ। मैले चाहिँ भर्खरै युट्युब च्यानल खोलेको हो। हजुरहरूले माया गरेर सपोर्ट गरिदिनु होला। आगामी दिनमा योभन्दा अझै राम्रो भिडियो लिएर आउने नै छु म हजुरहरूको लागि। त्यति इन्जेलसम्मको लागि ओके बाई सेवारो।